हाई साथीहरू नमस्ते, स्वागत छ तपाईलाई मेरो नयाँ अर्को मिनी ब्लगमा। के छ साथीहरू, आरामै हुनुहुन्छ होला? म पनि आरामै छु। र आरामको साथसाथमा आज हामीले मोमो बनाएर खाने भन्ने प्लान गर्यौं। त्यसैले हामी मोमो बनाउँदैछौँ। हेर्नु होला है लास्टसम्म के कस्तो हुन्छ। हामीले चाहिँ यहाँ प्याजहरू अनि प्याज भयो, धनिया, गोबीहरू हामीले मासु चाहिँ उतै किमो गराएर के अरे बजारबाट लिएर आएको थियौँ। अनि यहाँ धनियाहरू अनि भयो। अनि बहिनीले चाहिँ पिठो मुस्दैछि, मैले चाहिँ यहाँ किमो रेडी गर्दैछु मोमोको लागि। अनि मैले गोबीहरू, प्याज अनि धनिया, हरी खुर्सानीहरू काटेर राखेको थिएँ। अनि यो चाहिँ मासु हाल्दैछु मैले। अनि मासु हालेँ, धेरै भएको थियो नि त मोमो नखाएको। पहिला पनि 2-3 चोटि बनाएर खाइसकेको थियौँ खाना त। अनि यो चोटि चाहिँ लास्ट अब यस्तो खाम भन्ने सबैले कुराहरू गरेर क्या खाम भनेर अनि बनाउँदैछौँ। के कस्तो हुन्छ हेर्नु होला है। मैले चाहिँ मसलाहरू हालेँ। अनि यो धुलो खुर्सानी भयो, त्यसपछि अदुवा काट्न चाहिँ बिर्सेको रहेछु। अहिले चाहिँ अदुवा काटेर हालेँ। त्यस पछाडि मोमो मसला हालेँ। मोमो मसला त्यो पहिला ल्याएको हुन्छ अनि कतै खराब भएको छ कि भनेर यस्तो सुँग्दै गर्दै गरेको थिएँ कि मैले। अनि यता चाहिँ यो तेलमा अनि मेथी फुराएँ कि यस्तो झन्न झानेको जस्तो गरे पनि राम्रो हुन्छ नि त, राम्रो हुन्छ। त्यसको लागि त्यो मासुमा आउने सेन्टहरू हुन्छ नि त्यो मर्छ के यो मेथीले। अनि तेल फुराएर यस्तो झाने जस्तो गरे पनि राम्रो हुन्छ भनेर मैले चाहिँ यस्तो गरेको थिएँ। त्यस पछाडि अब चाहिँ बनाउँदैछौँ हामी मोमोको। ल मैले झाने है तेल हालेर झाने। यताउति चाहिँ फोहोरहरू भएर त्यो बच्चाहरूले अलि डिस्टर्बहरू गरिरहेको थियो कि हामीलाई। सफा गर्ने वातावरण नै मिलेन, टाइम पनि भइसकेको थियो। छिटो गरौँ भनेर चक्कुले चलाएँ मैले। त्यो प्लास्टिकको भाँडा हो नि त, कहीँ जल्छ कि तेलले च्याउकिन्छ कि भनेर। ल यता चाहिँ हामीले अब मोमोको डल्लो रेडी गराउँदैछौँ है। पिठो छिटो हालेर बहिनीले चाहिँ पिठो गराउँदैछु, मैले चाहिँ मोमो बनाएर हाल्दैछु। किमो मुस्दैछु। बेसरी मुस्यो पनि राम्रो हुन्छ कि मसलाहरू सब मोलिन्छ नि त, त्यही भएर मोल्दैछु मैले। ल मोमो बनाइ पनि सकेँ है जानी नजानी। कोही लाम्चे, कोही गोला चुच्चा। हामीले त त्यो बनाउँदै अगाडिको खाइसकेको थियौँ। यो चाहिँ कस्तो भएको छ हेर्नुलाई। तर मिठो चाहिँ लास्टै मिठो भएको थियो। अहिलेलाई यतिकै साथीहरू। अर्को नेक्स्ट भिडियोमा भेटौँला। मिनी ब्लग अर्को भिडियोमा भेटौँला है त साथीहरू। अहिलेलाई बाई। बाबुले चाहिँ कसरी खाइरहेको थियो मोमो। सबैले चाहिँ मिठै मानेर खाइरहेको थियो भनौँ, राम्रै भएको थियो नि त नि। मैले चाहिँ भिडियो देखाउँछु खाएको भनेर भिडियो गराएँ। बाई साथीहरू, अर्को भिडियोमा भेटौँला है त।